वेलकम टु किरात पार्क। तपाईहरुलाई यहाँ देखाइरहेको छु। वेलकम ब्याक टु माई युट्युब च्यानल। यो गाइज तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी किरात पार्क जाँदैछौँ गाइजहरु। गाइजहरु हामी चाहिँ किरात पार्कतिर जाँदैछौँ अहिले चाहिँ। हामी चाहिँ बाटो नदेखेर सोध्दै सोध्दै जाँदैछौँ। यताबाट जानुपर्दा छ किरात पार्क। यता हो कि यता हो सोध्ने बेला यतै होला। भाइ किरात पार्क जाने बाटो कता हो? अंकल आंटी किरात पार्क जाने बाटो कता हो? ए ल ल ल ल बाटो नदेखेर सोध्दै सोध्दै जाँदैछौँ किरात पार्कको लागि। किरात पार्क चाहिँ एकदम दसैँ तिहारमा धेरै फेमस थियो। अब यता हो कि उता हो कि ए भगवान् यतै होला होइन। जाने बाटो चाहिँ यस्तो अफरोड रहेको छ। हाम्रो प्रो राइडर कुमार लाउती हुनुहुन्छ। अलैँची अलैँची यहाँ पनि अलैँची फल्दो रहेछ गाइजहरू। कसरी यहाँ अलैँची फल्न थालेको तराईमा। चट्ट यहाँ रहेछ खाने पानी। आज हामी पहाड हिँडेको फिलिङ्स आउँदैछ है। अलैँची अलैँची अलैँचीको
बोट के फल्यो कि क्या हो बोट हेर्दा त हामी किरात पहाडतिर जाँदैछौँ गाईचोरो बाटो चाहिँ यस्तै यस्तै रहेको छ साथीहो तपाईँहरू पनि आउनु होला अब हामी देखाउनेछौँ तपाईँहरूलाई किरात पार्क कस्तो रहेको छ भनेर हामी चाहिँ गाईचोरो बाइकको यसो कर तिरिसकेर यसो टाइम उब्रेर चाहिँ हामी किरात पार्क पनि घुमेर आऊ न भन्ने उद्देश्यले चाहिँ हामी किरात पार्कतिर जाँदैछौँ बाटो चाहिँ यस्तो रहेको छ है साथीहरू लगभग 1 मे मात्रै रहेछ है यहाँ चाहिँ जेसिबीले बाटो खनिरहेछ मर्मत जारी रहेछ ल गाइज फाइनली हामी चाहिँ किरात पार्कतिर आइपुगिसकेछौँ यस्तो रहेछ धुलो त यस्तै हो होइन खासै अहिले चाहिँ मान्छेहरू चाहिँ आउनुहुन्न रहेछ सुनसानै छ अहिले चाहिँ वेलकम टु किरात पार्क तपाईँहरूलाई यहाँ देखाइरहेको छु अहिले हामी अब किरात पार्कतिर गइरहेछौँ साथी हो दामी दामी भ्युज तपाईँले देख्न सक्नुहुन्छ चट्ट लाएर पुरै गाउँवाला फिलिङ्स आउने रहेछ यहाँबाट चाहिँ अब र यो चाहिँ के भन्छ चिन्डो होइन यो के हो यो चाहिँ राई जातिहरूको एकदमै महत्त्व बोकेको यो चाहिँ चिन्डो हो चिन्डोको भारी विषय यहाँ पुग्ने समयमा त कसम कन्याम पुगेर हामी आउँथ्यौँ होला यहाँ मरुभूमिमा ल्याएर के गर्नु यो यसले गर्दा यो हालत भइरहेछ होइन साथीहरू यसले किरात पार्क जाउँ भनेर ल्याएको मरुभूमि केही नै छैन अहिले चाहिँ अस्ति चाहिँ पुरा दसैँ तिहारमा चाहिँ भाइरल भएको थियो है यो चाहिँ पुरै यहाँ फुलहरू फुलेर होइन अहिलेको फुल भनेको चाहिँ यो है तर दामी छ जस हामी किरात पार्कतिर जाँदैछौँ हामी किरात पार्क यो डाँडा चाहिँ खुब भाइरल थियो ऊ बेला चाहिँ टक्क सयपत्री फुलेको बेला चाहिँ कहाँ रहेछ भन्दै हिँड्यो होइन अहिले चाहिँ यस्तै मात्रै छ साथीहरू हाँ ये मालिक से गल्ती क्यामेलिया दामी फुलेको रहेछ पर चाहिँ यलम्बरको मूर्ति रहेछ अब फर्किनुपर्छ यस्तै रहेछ थोड़ा से गलती है हाँ मालिक तपाईँहरूलाई
यरम्बरको मूर्ति देखाउन गइरहेको छु। किराँतीहरूको पहिलो राजा यरम्बर, त्यसका बाजे तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ। वाउ, दामी दामी। किराँत राजाको सम्मानको लागि नछुइदिनु होला अरे गाइजहरू, नछुइदिनुहोस् है। अघि आएको बाटो सानो रहेछ त नि यो बाटो। लगभग किराँत पार्क आउनु र कन्याम पुग्नु चाहिँ उस्तै उस्तै रहेछ है साथी हो। याद गर्नुहोस् है तपाईँहरू नि आउनुहुन्छ भने चाहिँ। अझै अफरोड बाटो गाजाङ गुजुङ यस्तै छ। कोप्रे सल्लाह ओ माई गड, चिन्डो भाले सबै रहेछ। भाले क्या दामी है। आहा, च्याटेला र चिन्डो अनि चिन्डो रह्यो। अनि यो यसलाई के भन्छ, हाँडी भन्छ। अनि अदुवा अनि तिनचोलो झन्डा, किराँतीहरूको झन्डा। अब रात पर्नु थालिसक्यो। अब यहाँ हुँदा नआउँदै साथी हो। मालिक कैसे हो आप? के भनेर भ्यू चाहिँ राम्रो हुन्छ हावामा। यहाँबाट के देखिन्छ के देखिन्छ। यो अम्निसो नसप्रेको कति देखाउनु भ्यू। केटीहरू देख्न नपाएर केटोले भ्यू नै देख्न छोडेछ। यहाँनिर उनीहरू आएनन्, साथीलाई भ्यू नै मन परेन। भ्यू नै मन परेन होइन। मालिक थोड़ा सा गल्ती हो है। 16 वर्ष दुधे बालकको एउटा। कौन है ये लोग, कहाँ से आते हैं? कोक्रो खेल है। अब के गर्नु, अरू मजा छैन। यहाँ एउटा चोरो मोसो नदेखिँदो रहेछ किराँत पार्कमा त अहिले त। सोल्टिनीहरू नदेखेपछि विरक्तिएको केटो हो यो। यहाँ कोही आएनन् यो ठाउँमा, कोही आएनन्। यलम्बर चोक, यलम्बर राजाको मूर्ति चाहिँ यहाँ छ, स्ट्याचु। यहाँनिर चाहिँ खासमा काम छैन। नेक्स्ट टाइम आउनुपर्छ। मङ्सिरले, यो केटो चाहिँ मङ्सिरले नफापेको उसको एक्सहरूले दरै सरापेकोमा पर्छ कि त्यही भएर यसले यसको मङ्सिरले कुनै पनि काम दिइरहेको छैन। यो केटो विरक्तिएर यहाँनिर हेरौँ डाँडा कुदाएकै छ मलाई। यहाँ भनेको चाहिँ गाइडहरू हेरौँ न यसको अनुहार कति माया लाग्दैछ। केटीहरू यसको एक्सहरूले साह्रै सरापेछ साथीलाई। यहाँ भनेको चाहिँ एकदम डिप्रेसन भएर आउने ठाउँ रहेछ। कोही चरा मुसा पनि कराउँदैन एकदम है, साह्रै सुनसान। ल साथीहरू, जति पनि यस च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरू च्यानललाई सब्सक्राइब गरेर बेल आइकनहरू दबाइदिनु होला, नोटिफिकेसन अन गर्नु होला। यस्तै रमाइलो प्रस्तुतिहरू हेर्नको लागि तपाईँहरूको साथ सपोर्टको एकदमै आवश्यक छ है। जति पनि सपोर्ट गर्नुभएको छ अझै धेरै सपोर्ट गर्दै जानु होला यस च्यानललाई अगाडि बढाउनको निमित्त। अब हामी चाहिँ दमकतिर फर्किँदैछौँ। यस्तो रहेको छ चट्ट यहाँ एकदम
चिन्डो स्वागतद्वार रहेको छ। चिन्डोद्वार यहाँ ठाउँमा चाहिँ दामी छ गाइजहरू। तपाईँहरू बा यहाँ दामी रहेको छ भन्दै अब यस भिडियोलाई यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। साथीहरू बाई बाई, टेक केयर।